पहिला हात धुनु पर्यो नि त्यसको अनुहार घाम पर्दैन नातिलाई हेर्दै गर्नु बा ल नातिलाई हेर्दै गर्नु ल ल ल म सुन्तला अहिले दिन्छु ल बाबु स्ट्यान्ड बाई रासन हो नि फेरि सुन्तला फेरि ल खाऊ है बा भात ल ल खानु एउटा खाऊ नि त ल कसो म त ढेँडो खाएँ त भात पो यता त फेरि बाउलाई भात मनपर्छ कि ढेँडो मनपर्छ जुन भए पनि ठिकै छ भरे बेलुका भात दिउँ जे भए पनि म ठिकै छ ल बाउको कुरा सुन्नुभयो माता ए ऊ सोध्न पर्ने बिर्सी त त्यो तोरीको सिरानी कहिलेबाट हालिदिने मामा हो र एक महिना भएको छैन एक महिना पछि मात्र हाल्ने भन्थ्यो एउटा हाल्दा हुन्छ मम्मी सिलाउनु पर्यो अर्कोमा हाल्नु घरमा पुग्नु पाए नानीले बोक्ने कोक्रो त म बुनिहाल्थेँ नि खोइ बाउले नातिलाई खासै हेरेको जस्तो देखिएन अघि नै मैले हेरेर डिब्बाको दुध पनि खायो ए मजाले मेरै पासमै बसिराखेको ए दुध खुवाएको हो नि होइन दुध पनि खुवाएको के गरौँ यो रोगको रोगकै चाखले पेटिकेर माने मेरो पालो बाउले पर कोठामा दिएको उसले दुध खुवाएको दुध चाहिँ पसेकै छैन बोतल मात्रै छ बाउ कुरा सुन्नुभयो आमा भट्टाको दुध खुवाएको रे बाउले आधा किलो जति घटेछ बल्ल आधा किलो आज भोलि आधा किलो घट्यो भने अर्को महिना त सकिन्छ त कति आउँछ मान्छेहरू हाम्रो तोङमा पनि एउटा छ यहाँ रहेछ उहाँ 3वटा छ नि यसो त 4वटा परेछ त यो हाम्रो होइन अरूको कसको छ अरूको कपाल खाटुमै अहिले जाँदिँदैन आमा घरमा गएर त त्यही हाम्रो नक्दिन ठुवाना थपेको घर ओढतिरको ढुङ्ने बाँस डोर छ त्यो काटेर तोङमा हाल्ने 3टा
बनायो त्यहाँदेखि मुनिको घरमा जाँड पकाउनु लगायो त्यसपछि तङ्गो खाइन्छ ल त्यो ढुङ्ग्रे बास त दुईजनाले ल्याउनु पर्छ मस्तेरामा गुनु गुनु खेल्नु मोलको बेलामा एउटाले चाहिँ सकिँदैन त्यो एक ठुलो हुन्छ नि लामा पनि हुन्छ 8-10 दिनमा एकचोटि 1 महिनामा एकचोटि नुहाइदिने बच्चालाई नुहाइदिने 8-10 दिनमा दिनौ नुहाउनु होइन अरे त्यस्तो दिन नहुनु हुँदैन जस एक हप्ता छक्क मोलको पैसा दियो अलिक ठुलो भएपछि नदिने हो अहिले आफ्नो हिँड्नु हिँड्ने पनि मोलको भ्याउ मोले काठ 2 घन्टा दिँदैन त मजाले खेलाउनु पर्यो बा गरे माता नातिले मुतेछ खोइ त बा भोलि पारा ल्याइहाल्छ नि मुतेछ यसले खै यो दिजन निकाल्नु त ल त्यही भएर ऊ क्वाँ गरेर रोग हो ल यसो राख्नु पर्यो नातिको मुखमा घाम पर्यो नातिको मुखमा घाम पर्यो अलिकति उता जानु त यता यता खुट्टा ल्याउनु नत्र त लडिन्छ च्यापिन्छ है पहिला मलाई दिनु त उतापट्टि चाहिँ राखिदिनु यो सबै चिसो बनाएछ यार कोचिन है बा यसो लुगा फेरिदिनु पर्यो ल केटा एकछिन घाम तापोस् मुतेको मुते मुतेपछि एकछिन क्वाँ गरिहाल्छ त्यो नातिले मुत्यो होइन बा लगाइदिनु पर्यो नाना बिचार्छ बाउको कामै छैन भन्थ्यो अब त कामै काम छ नाति हेर्नु पर्यो होइन कति छ काम खुवाइदिनु पर्यो लुगा फेरिदिनु पर्यो ल हेर
यो माघ महिनामा पुगेर मकै सर्नु पर्ने खोइ त अब यसपालि भ्याउँदैन बा त्यसो त भयो त फागुन 1 गते मकै सर्नु पर्ने सबै गाउँले सर्छन् हाम्रो त बाँझो बाँझै रहने होला नि अब त्यस्तै छ देते हैं Elle pousse. Tu me chicken.